Hello guys, back to my new vlog. आज अब म चाहिँ भ्लग बनाउन गइरहेको छु हैन। सत्ता मेरो फ्यामिली लिएर चाहिँ अब माथिको डाँडातिर तपाईहरुलाई देखाउँछु म। जस्तो भएर बनाउन लाउने छ। माथि जंगल छ नि। जंगलमा गएर चाहिँ अब सत्ता भिडियो बनाउँछु म। कस्तो छ हैन। झप्प लाएर यता चाहिँ धान पुरै रोपी भ्यायो। सत्ता लाएर हैन अन्तिमसम्म हेर्नु होला। म पनि मेरो पनि न्यू च्यानल छ, सपोर्ट गर्नु होला, सब्स्क्राइब गर्नु होला है त गाइज। औ माथिको माथि जंगल देखाछ नि, त्यो जंगलमा गएर म तपाईहरुलाई यताउताको भ्यू देखाउँछु है त गाइज। ल गाइज हामी चाहिँ उकालो लागिसक्यो हैन डाँडाको। सट्टा लाएर मेरो बुढीहरु बच्चा चाहिँ पछाडि आउँदैछ। हामी चाहिँ उकालो अब डाँडा यसो बेलुका कति रुममा बस्नु हैन, हानी खानु पर्छ क्या गाइज। च्याट्टो लाएर तर रोड छ। म चाहिँ यहाँ डाँडामा आइपुग्यो गाइज। कस्तो छ भ्यू? जुका आउँछ, जुका भेट्छ है त यो ठाउँमा चाहिँ, तर आज त छैन। अलि पानी पर्ने बेलामा चाहिँ जुका खतरा भेट्छ क्या फेरि यो ठाउँमा चाहिँ। जुका भनेपछि लास्ट एलर्जी हो क्या मेरो लागि चाहिँ फेरि। हैन गाइस, अझ माथि डाँडा निस्किन बाँकी छ। ऊ माथि हो अझै, त्यहाँ पुग्न बाँकी छ। बल्ल उकालो लागेको छ। उता पारी भयो टोखा। हो टोखा नगरपालिका। मेरो न्यू युट्युब च्यानल छ, सपोर्ट गर्नु होला गाइज। मगर भ्लग 1 2 3 छ है। युट्युबमा गएर सर्च गरेर भए पनि यसो साथ सपोर्ट गर्नु होला। म नि तपाईहरुलाई साथ सपोर्ट गर्नेछु। तल उकालोको बाटो त्यस्तो डेन्जर छ है। त्यो खोल छ, यस्तो खोल छ कि तल त्यहाँदेखि त्यो बाटो त हैन। त्यो पनि अब म भएको भए त हुन्थेन। यो बच्चाहरू लिएर सानो भुराहरू हिँड्न सक्दैन। तल खोल्साको बाटोमा चाहिँ गाह्रो छ हैन बच्चाहरूको लागि। माथि जाने हो नि, उता त मान्छे छ क्या माथि हिँड्नुमा। म चाहिँ उकालो हिँड्यो हैन। उकालो चढ्दैछु म चाहिँ। यस्तो छ गाइस। मिले छैन क्या कहाँ जुकालाई भेट्यो भने त म टोक्छ नि त नि। गाइस भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। म चाहिँ अब यसो डाँडातिर निस्केर बच्चाहरूलाई लिएर कोठामा कति बस्नु हावा खान जाम भनेर लिएर आएको। यताको भ्यू चाहिँ यस्तो छ गाइस। डेन्जर छ क्या बाटो हेर्नु न यहाँ हैन। सेम हाम्रो गाउँघरको जस्तो बाटो छ यहाँ। पुरा मेरो जेसी छोरी त हिँड्न सकेको छैन।
ए मेरो बुढीलाई कान्छी छोरी कहाँ तल्लै छ उनीहरू कान्छी छोरी हिँड्न सकेको छैन पर्खिरहेको छ होइन फाइनली गाइस डाँडामा निस्किसक्यो म चाहिँ होइन झ्याप्पो लारी डाँडामा निस्किसक्यो त्यता होइन यता हो अब हावै चलेर रहेनछ त हावा खान आएको झन् होइन हावै चलेको रहेनछ गाइस कस्तो छ भ्यू ठिक छ होइन मेरो छोरी र बुढी चाहिँ त्यहाँ आउँदैछ थकान लाग्यो होइन उकालो आउँदा आउँदा अस्ति थका लाग्यो हिँड्नु उता हिँड्छु भिडियो चाहिँ पुरा फुल वाच गर्नु होला गाइस उता यतादेखि पुरा उत्तिसको झ्याङ छ क्या गाई चाहिँ होइन यहाँ हेर्नु नि सबै उत्तिसको रुख हो यो चाहिँ यता तल चाहिँ सुकुम्बासी हो होइन अलि उता चाहिँ अब त्यो उताको घर देखिरहेछ नि बजार बिल्डिङ घरहरू त्यो भन्दा उता गयो भने चाहिँ हाटेगोडा पुग्छ गाइस लड्छ है बिस्तारै हिँड्नु पुरा उत्तिसको झ्याङ छ है सबै उत्तिसै छ यी पुरा बिस्तारै हिँड्न लड्छ यस्तो छ होइन यता पनि खाल्टो छ होइन डाँडामा छ बाटो चाहिँ बिचमा डेन्जर छ गाइस यहाँ चाहिँ बाटो होइन अब बच्चाहरूले लिएर आउँदाखेरि अलिक केयर गर्नुपर्छ है त ओ यहाँ पप्पी रहेछ है त केही नै गर्दैन पप्पीले जाने हो क्या एकजना दुईजना खान्छ गर्छ यो डेली खान्छ भयो गर्नु फाइनल गाइस म चाहिँ ओह्रालो झर्नेवालामा छु अब फाइनली यो नेटदेखि छोरी चाहिँ डराइरहेको छ यो बाटो हिँड्नलाई तर लास्टै ओह्रालो छ नि त गाइस होइन सजिलो ओह्रालो छ कमिले छ हिँड्नु फुत्ता हाम फाल्ने हो छिटो डर लाग्दा अब फुत्ता हाम फाल्नु हो यसरी हिँड्नुपर्छ त भइहाल्यो नि ऊ बिस्तारै डर्छ यहाँ चाहिँ ओह्रालो गर्दैछु म चाहिँ होइन उटिस झ्याङ छ यार भने कस्तो ठाउँ हो यो त यार
पसिना निस्किसक्यो एकछिन त बस्नुपर्छ है बुढी एक ठाउँमा 10 मिनट जति त आराम गर्नु पर्यो नि पसिना आइसक्यो ल आफसँग आउनु पुरा यस्तो ओह्रालो छ अनि यार यस्तोमा बच्चाहरूलाई गाह्रो छ क्या फेरि तर भिडियोमा हेर्दाखेरि चाहिँ यस्तो नर्मल देख्छ गाई छ होइन तर 18 छ क्या बच्चाहरूको लागि चाहिँ हामी ठुलो मान्छेको लागि त ठिकै हो होइन बच्चाहरूको लागि अप्ठ्यारो छ लो गाई चाहिँ त्यसो उतिसो झ्याङ छ है हेर्नु होला मेरो न्यू ब्लग अब हामी चाहिँ होइन ऊ तल देखेको रोड छ नि हो त्यो रोडमा निस्केर ऊ तल देखेको रोड छ नि उताको त्यो निस्केर जाने हो कोठा ओ बस्न एकछिन त्यहाँ डाँडामा हावा खाम पसिना पसिना भयो क्या कहाँ उता चोरीमा कहाँ जान्छ बल खेलिरहेछ ल गाइस अब एकछिन यहाँ डाँडामा हावा खानु पर्यो कहाँ छ एकछिन बस्नु पर्यो भनेको कमिलो कमिलो रहेछ फेरि यहाँ ल गाइस कस्तो लाग्छ मेरो भिडियो होइन अन्तिमसम्म हेर्नु होला लाइक कमेन्ट सेयर गर्नु होला र सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो न्युज च्यानल छ मगर भडक 1 2 3 सपोर्ट गर्नु होला म हजुरहरूलाई पनि सपोर्ट गर्नेछु है त गाइस